जय श्रीमन्नारायण, जय श्री कृष्ण, जय श्री राम। तपाईँ सम्पूर्णलाई विशेष यो भिडियो जानकारीका लागि यही 2082 साल मङ्सिर महिनाको 27 गते यानि कि शनिबारका दिन शुक्र ग्रह अस्त हुँदैछन् हाम्रो पूर्वमा 12:25 दिउँसो र उदय भने चाहिँ माघ 15 गते शुक्र पश्चिममा उदय हुँदै रातिको 1:29 र अङ्ग्रेजी समय जो चाहिँ विदेशमा हुनुहुन्छ हाम्रो विशेष त सनातनी धर्मावलम्बीहरू चाहिँ उहाँहरूका लागि जानकारीका लागि विशेषतः अङ्ग्रेजी समय डिसेम्बर 13 तारिकदेखि लिएर अर्को जनवरीको 29 तारिकसम्मको लागि चाहिँ शुक्र अस्त हुनेछन्। जनवरी 29 मा उदय हुनेछन् र यो समय अवधिभरि चाहिँ मूल रूपमा बृहस्पति र शुक्र ग्रह अस्त हुने समयमा चाहिँ के यस्ता कार्यहरू वर्जित छन्, हाम्रो सनातन धर्ममा हाम्रो शास्त्रमा के यस्ता कार्यहरू चाहिँ गर्नु हुँदैन भन्ने कुरा हाम्रो चाहिँ यहाँ उल्लेख गरिएको छ। म तपाईलाई त्यो जानकारी गराउँदैछु। विशेषतः माङ्गलिक कार्यहरू चाहिँ हाम्रो यो समय शुक्र र बृहस्पति अस्त ग्रह भएको बेलामा गर्नु चाहिँ हुँदैन। जस्तै विवाह, मुण्डन, इन्गेजमेन्ट इत्यादि, नयाँ घर बनाउने, गृह आरम्भ, गृह प्रवेश आदि, नयाँ गाडी किन्ने, नयाँ जग्गाहरू नयाँ प्रपर्टीहरू जोड्ने इत्यादि कामहरू चाहिँ यो समय अवधिभरि चाहिँ विशेषतः माङ्गलिक कार्यहरू गर्नु हुँदैन भने के यस्ता कामहरूको लागि रोक लगाइएको छैन भने जस्तै न्वारण गर्नु परे, नामाकरण गर्नु परे र अन्नप्राशन पास्ने इत्यादि गर्नु परेमा यी कुराले बाधा पुर्याउँदैन। तपाईले घरको नित्य पूजा सधैँ गर्न पाउनुहुन्छ र यो बेलामा विशेषतः हामीले भाकलहरू पुरा गर्नु गर्न मिल्दैन र हामी नयाँ ठाउँमा यदि गइएको छैन भने, कुनै नयाँ तीर्थ गइएको छैन भने, नयाँ मठ मन्दिर गइएको छ भने यो समयमा हामी नयाँ मठ मन्दिर इत्यादि पनि जानु हुँदैन। यदि पुरानो गइराख्नु भएको छ, पुरानो व्रत लिइराख्नु भएको छ इत्यादि छ भने त्यस बेला तपाईलाई कुनै रोकटोक छैन। आनन्दले आफ्नो नित्य पूजा र दान जप इत्यादि गर्न सक्नुहुन्छ तपाईले र विशेषतः माङ्गलिक कार्यले मात्रै वर्जित मानिएको छ, निषेध गरिएको छ। जय जय श्री राधे।